हाम्रो कक्षा 9 को बहिनी प्रकृति राईले यहाँ के भइरहेछ यसको बारेमा भन्नुस् त। यहाँ हामी च्याउ रोप्नेको लागि तयारी हुँदैछ। अनि यो के पराल के भन्छ, के को धानको पराल हो यो? धानको पराललाई किन काटेको यो? त्यो उमार्नलाई। ए अनि यो काटेर के गर्ने, यतिकै कसरी उमार्ने? बोरामा हाल्ने? भिजाउने एक दिनसम्म, अनि भोलि फेरि पानीमा उमालेर चाहिँ राख्ने प्लास्टिकमा। उमाल्ने भन्नाले आगोमा उमाल्ने? आगोमा आगो फुकेर भाँडा बसाएर पानी लाएर अनि बिउ कति राख्नुपर्छ? के कति 1 केजी परालमा कति बिउ राख्ने? 1 केजी परालमा आधी प्याकेट बिउ राख्छ। ए भनेको मतलब बिउ किन्नुपर्छ कि के आफै बनाउने हो? ए किन्नु ल्याएको? अरू केमिकलहरू औषध त प्रयोग गरिँदैन नि यसमा? यो कुन विषय अन्तर्गतको प्र्याक्टिकल हो? यो विज्ञानमा हैन? विज्ञानको के जीव विज्ञान? यो 9 कक्षाले गरिरहेछ हैन? अनि यहाँ त केटाहरूको सहभागिता देखिँदैन नि त। कता जानुभयो केटाहरू? ए सबैजना मिलेर गर्दैछन् समूह कार्य हैन? ए अनि यो च्याउ उम्रेपछि चाहिँ आफैले खाने कि बेच्ने कि? ए स्कुलको सर मिसहरूलाई चाहिँ दिनुहुन्छ? विद्यार्थीले पनि लिने हैन? अनि अरू क्लासकोले पाए कि पाएन लिन? ए तर सफल त हुन्छ नि। कति महिना लाग्छ यो बन्नलाई? च्याउ निस्किन्छ 1 महिनामा निस्किन्छ? डेली पानी हाल्नुपर्छ? भनेको मतलब 2-3 दिनको एकचोटि हाल्ने? ए त्यसो भएपछि यसलाई ओसिलो ठाउँमा राख्नुपर्ने होला। ल घरमा पनि यसरी च्याउ बनाउन सक्छौ नि अब। ल यस्तो राम्रो काम गरेछ, धन्यवाद नानीलाई। ल यो सबै नानीहरूले पछाडितिर यो काटिरहेछ पराल। हाम्रो 9 को बहिनीहरू एकदमै यो च्याउ खेतीमा पर्फेक्ट भइसकेको छ। भोलि गएर एकदम मिठो च्याउ खेती गरेर नि धेरै टन्न कमाउन सक्छ, घरको अभिभावकलाई पनि सिकाउन सक्छ। हाम्रो धर्मदेवी माविको कक्षा 9 को बहिनी यहाँ यो नेतृत्व चाहिँ हाम्रो मिसले, लक्ष्मी राई मिसले चाहिँ हेल्थ के अरे साइन्स पढाउनुहुन्छ। त्यो साइन्सको प्र्याक्टिकल हुँदैछ गाइस। धन्यवाद। ल थ्याङ्क यू सबैलाई।